यो कथा सेफी नामकी एक प्रतिभाशाली सेफको हो जसले आफ्नो रेस्टुरेन्ट खोल्ने सपना देखेर आफ्नो पुरानो जागिर छोड्छिन्। उनले जङ्गलको बीचमा रहेको एउटा पुरानो र बन्द भइसकेको ठाउँ खोज्छिन्, तर उनलाई थाहा हुँदैन कि त्यो ठाउँ पहिले किन बन्द भएको थियो। रेस्टुरेन्ट खोल्न लाग्दा उनलाई अनौठो घटनाहरूको अनुभव हुन थाल्छ। एक रहस्यमयी बुढी महिलाको उपस्थिति, राति आउने डरलाग्दा आवाजहरू र खानामा आउने अनौठो परिवर्तनहरू। सेफी र उनका सहायक सेफ आन्द्रेसले स्वादिष्ट मेनु बनाउने योजना गर्छन्, तर पहिलो पटक पकाउँदा नै समस्या आउँछ। पिठो कुहिन थाल्छ, खानामा किरा देखिन्छन्। एक दिन जङ्गल घुम्दा सेफी एउटा रहस्यमयी बगैँचामा पुग्छिन्, जहाँ अनौठा फुलहरू र वनस्पतिहरू उगिरहेका हुन्छन्। ती फलहरू असाध्यै स्वादिला लाग्छन् र उनले रेस्टुरेन्टका खानाहरूमा तिनीको सामग्रीहरू प्रयोग गर्ने निर्णय गर्छिन्। तर बिस्तारै उनलाई थाहा हुन्छ कि त्यो बगैँचामा सम्बन्धमा एक रहस्यमयी बुढी महिलासँग छ, जसले यो तस्बिर उनले आफ्नो घरमा भेटेकी थिइन्। थप अनुसन्धान गर्दा उनलाई एउटा पुरानो डायरी भेटिन्छ, जसमा लेखिएको हुन्छ कि यो बगैँचा पहिले एउटा महिलाको थियो, जसले आफ्ना औषधीय वनस्पतिहरू प्रयोग गरेर मानिसहरूको उपचार गर्थिन्। तर गाउँलेहरूले उनलाई जादु गर्ने ठानेर हत्या गरिदिए। सेपी पनि बिस्तारै मानसिक रूपमा कमजोर हुन थाल्छिन्। उनलाई डर लाग्न, भ्रम हुन थाल्छन् र उनलाई थाहा हुन्छ कि यहाँ पहिले काम गर्ने सेप पनि त्यही कारणले पागल भएको थियो। डरले उनी बगैँचाका सबै वनस्पति फाल्ने निर्णय गर्छिन्। तर यसबाट रेस्टुरेन्टमा अराजकता फैलिन्छ। सेफ आन्द्रेस रिसाएर उनलाई रेस्टुरेन्टबाट निकाल्ने निर्णय गर्छ। सेफीलाई बेसमेन्टमा थुप्रै निर्णय गरिन्छ, तर त्यहाँ उनले एउटा गोप्य सुरङ्ग भेट्छिन्। यो सुरङ्गको अन्त्यमा उनलाई बुढी महिलाको लास देखिन्छ, जसले आफ्नो बगैँचालाई माया गरेकी थिइन्। ठिक त्यसै नै जस्तो सेफीले आफ्नो रेस्टुरेन्ट तय गर्छिन्। अन्ततः सेफी कुनै उपाय निकालेर त्यहाँबाट उम्किन्छन्। उनी बगैँचाका फुलहरू र खरायो मासु प्रयोग गरेर अनौठो परिकारहरू बनाउँछिन्, जुन खानासँगै ग्राहकहरू खुसी हुन्छन्। रेस्टुरेन्ट निकै सफल हुन्छ, तर सेफीलाई महसुस हुन्छ कि अब उनी पनि त्यो बगैँचासँग जोडिएकी छिन्। फिल्मको अन्त्यमा सेफीलाई बुझिन्छ कि अब उनी नै त्यस बगैँचाको नयाँ संरक्षक बन्न पुगेकी छिन्, जसरी पहिला त्यो रहस्यमयी महिला गरेको थियो। दर्शकबिन, आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो हामीलाई कमेन्ट बक्समा अवश्य नै भन्नुहोला। यदि राम्रो लाग्यो भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर पनि अवश्य नै राख्नुहोला। भेट्नेछौँ यस्तै नयाँ भिडियोको साथमा। आजको लागि यति नै। धन्यवाद।